ल साथीहरू, मसँग चाहिँ यहाँनिर गुगल एडसेन्स पिन छ है। र आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई यो गुगल एडसेन्स पिन कसरी भेरिफाई गर्ने भनेर सिकाउन गइरहेको छु। यदि तपाईँहरूले पनि तपाईँको च्यानल मोनिटाइजेसन भइसकेपछि चाहिँ एडसेन्स भेरिफाई गर्नको लागि चाहिँ गुगलबाट चाहिँ तपाईँले यो एडसेन्स पिन पाउन सक्नुहुन्छ। र यो तपाईँले पाइसकेपछि चाहिँ फेरि तपाईँले आफ्नो एडसेन्समा यो पिन लगाएर चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि भेरिफाई गर्नुपर्ने हुन्छ। यो चाहिँ एड्रेस भेरिफाईको लागि तपाईँलाई चाहिने हुन्छ र एड्रेस भेरिफिकेसनको लागि चाहिँ तपाईँले यो गर्नुपर्ने हुन्छ। अब म तपाईँहरूलाई मेरो मोबाइल स्क्रिनमा देखाउने छु यसलाई कसरी भेरिफाई गर्ने भनेर है त। सो खोलिसकेपछि चाहिँ तपाईँले भित्र यहाँ 6 डिजिट पिन देख्न सक्नुहुन्छ है। यो पिनलाई चाहिँ अब हामीले एडसेन्समा लगाएर चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ है त। ओके, साइडमा तपाईँले मेरो मोबाइल स्क्रिन देख्दै हुनुहुन्छ। अब म के गर्छु भन्दाखेरि सबैभन्दा पहिला गुगलमा जान्छु। सो गुगलमा गइसकेपछि तपाईँले एडसेन्स एकाउन्ट खोल्नुपर्ने हुन्छ तपाईँको। सो त्योभन्दा पहिला तपाईँले तपाईँको कुन इमेल आइडीबाट चाहिँ एडसेन्स एकाउन्ट बनाउनु भएको छ त्यो इमेल आइडीलाई यहाँ लगइन गर्नु होला। यदि तपाईँसँग मल्टिपल गुगल एकाउन्ट छ भने चाहिँ त्यो एकाउन्टलाई स्विच गर्नु होला। ओके, त्यसपछि तपाईँले जस्तै यहाँनिर सर्च बारमा गएर गुगल एडसेन्स लगइन भनेर सर्च गर्नु होला। सो गुगल एडसेन्स लगइन सर्च गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ साइन इन टु कन्टिन्यू टु एडसेन्स भनेको छ। जस्ट यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँको एडसेन्स एकाउन्ट अटोमेटिक खुल्छ तपाईँले अलरेडी बनाउनु भएको छ भने। सो यहाँनिर अब तपाईँले विभिन्न तरिकाले के गर्न सक्नुहुन्छ भन्दाखेरि भेरिफाई गर्न सक्नुहुन्छ। जस्तै यो युर पेमेन्ट आर अन होल्ड बिकज यु निड टु भेरिफाई युर एड्रेस भनेर यहाँ तलतिर एउटा एक्सन भन्ने बटन छ। जस्ट यहाँ क्लिक गरेर पनि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि भेरिफाई गर्न सक्नुहुन्छ। अनि तपाईँले यो 3 लाइनमा यसरी क्लिक गरेर जस्तै तपाईँले यहाँ पेमेन्टमा क्लिक गर्नु होला। पेमेन्टमा क्लिक गरिसकेपछि यहाँ भेरिफिकेसन चेकमा यसरी क्लिक गर्नु होला। भेरिफिकेसन चेकमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ स्क्रोल डाउन गरेर अलिकति तल जाँदाखेरि आइडेन्टिटी भेरिफिकेसन कम्प्लिट भएको छ है। मैले यो पहिल्यै गरिसकेको छु। त्यसपछि अब यहाँ एड्रेस भेरिफिकेसन निड एटेन्सन भनेको छ। सो यहाँनिर चाहिँ इन्टर द पिन वी मेल टु युर पेमेन्ट एड्रेस भनेको छ। यहाँनिर तपाईँले 6 डिजिट भेरिफिकेसन पिन भनेर देख्न सक्नुहुन्छ। तपाईँले चाहिँ यहाँनिर जस्ट अघि मैले देखाएको पिनलाई चाहिँ के गर्नु होला भन्दाखेरि इन्टर गर्नु होला। सो यहाँनिर मैले पिन टाइप गरिसकेँ। अब जस्ट यहाँ तल सबमिट भन्ने अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। सो यो सबमिटमा तपाईँले चाहिँ क्लिक गरिदिनु होला। ओके, सबमिटमा क्लिक गरिसकेपछि चाहिँ यहाँ देख्न सक्नुहुन्छ एड्रेस भेरिफिकेसन पनि हाम्रो कम्प्लिट भइसकेको छ। सो अब चाहिँ हाम्रो एड्रेस भेरिफिकेसन पनि भइसक्यो। हाम्रो आइडेन्टिटी भेरिफिकेसन पहिला नै भइसकेको छ। अब जस्ट हामीले के गर्न सक्छौँ भन्दाखेरि हाम्रो ब्याङ्क एकाउन्ट यहाँनिर एड गरेर चाहिँ पैसा तपाईँले के गर्न सक्नुहुन्छ युट्युबबाट मन्थली थ्रेसहोल्ड पुर्याउनु भयो भने मन्थली रूपमा नै के गर्न सक्नुहुन्छ तपाईँले रिसिभ गर्न सक्नुहुन्छ। युट्युबले चाहिँ प्रत्येक महिनाको 21 तारिक के गर्छ भन्दाखेरि पैसा उताबाट हाम्रो खातामा पठाउँछ र तपाईँले नेपालमा 24 देखि 25 तारिकसम्ममा चाहिँ के गर्न सक्नुहुन्छ रिसिभ गर्न सक्नुहुन्छ। सो ओके साथीहरू, आजको भिडियोमा यति नै। भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सेयर गर्न नबिर्सनु होला। नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछौँ। तबसम्मको लागि गुड बाई।